दुई चारजना मान्छेले गरेर के गर्न छोराएको उनीको हैसियत भनेको त्यही पर्दैन यहाँ बोलाउनु नि त नि गएर बिउ बिउ म डेडमेन बोलेको तँ यता आइज है मैले यता आइज भनेको आइज थपक अनि यो क्याटिन भन्ने छ नि भालु यो क्याटिन भन्ने भिसीवाली 42वटा काण्ड यो भालु पनि आउनु पर्ने हुन्छ है भालु दाइ त्यो भालुलाई त बिस्नेले एक वर्ष भित्रमा 42वटा काण्ड छ त्यसलाई के भन्छ अरे बिउ किनकि यहाँ सुन्नु बिउ दाइ म डेडमेन हो विष्णुसँग तँ यहाँ काण्ड छ। थपक आइज लसुनको लाइफमा तैँले उताडि आइडी हेरिरहेछस् अर्को मोबाइलबाट देखिसकेको छु तँ थपक्कै यता आइज यता आउनु पर्ने हुन्छ जसो त्यहाँ हेरेर हुँदैन सर्टआउट गर आएर के पनि फरक पर्दैन आउने यहाँ आउने भाइ तिमीहरू जति गाली दिन्छस् दे दिदी मैले नहुने काम गर्ने भनेर भन्न पर्यो बस यति हो माग रोबिनको अनि उसले उसले पहिलाको जस्तो कमेडी गर्नु पर्यो कमेडी गरेर हिँड्नु पर्यो होइन दिदी बहिनीलाई नआउनु पाउँदैन उसलाई त्यही हो त्यही हो उसलाई कसैले दिदी बहिनी इजाजत नहुने दिएको काम छैन। गर्नु भएन त्यही हो जेनजीले आन्दोलनमा गरेको राजा ल्याउनु त्यो जेनजी आन्दोलनमा यसले पानी पनि पिलाएन कि एउटा पानी पनि पिलाएन यसले त्यहाँ गएर उभिँदैन त्यो जेनजी आन्दोलनमा यस्तो खालको बिग मेनलाई दान बिउ हो बिउको अर्को आइडी हो बिग मेन भन्ने यसले बिग यसले मेन हो बिग मेन फुल फलाउन कति लोभी हो यार भ्यू पनि यार फुल फलाउन यहाँ ओए एउटा फुल फेको त एउटा फुल फेको त हजुर दाइ यो रन्डीको बाणले के अरे खातेहरू एकैछिन एकैछिन नवीन भाइ लसुन दाइ बिउ जेबी दाइ मलाई चाहिँ किन हुनु है के हो दाइ भन्नु त तिमीले के भन्यौ मलाई भने त यता तिमीले सुन। कुरा मिलाउँछौ तिमीलाई के भएन यहाँ सुन सुन हाम्रो कुरा मिलाउँछौ अरे भनेर के इन्टरफेयर गरेको हाम्रो म्याटरमा मैले सुन पहिला मैले के भनेको तिमीले हामीले मेरो चलाएको कुरा सुन न पहिला मेरो लसुन दाइ मेरो कुरा मैले के ए लसुन भाइ एकछिन बोल्न देऊ न यसलाई। मेरो दाइ हो म कुरा मिलाइदिन्छु भनेको यहाँ सुन रोबिनलाई यहाँ लिएर आऊ म रोबिनले सुनिरहेको छु है रोबिन ती पनि बोल है बोल्ने यहाँ पऱ्यो रोबिनको मन्त्री हो त्यो बोल्ने होइन यहाँ आउनु पर्यो यहाँ आउनु पर्यो ओए बिउ त्यहाँ सुनिरहनु न लाइभ बन्द गर्ने यहाँ आउनु। बाहिर सुनेर हुँदैन नि लसुन दाइ अनि जेबी तैँले दाइ मान्छस् नि तपाईँ सुन कसैको ओए तपाईँ मलाई बिउ बहिनी मान्नुहुन्छ थाहा छ होइन मैले पनि मान्छु कि तर मलाई कुनै कन्ट्रिब्युसन पस्नु छैन मलाई कसैको मतलब छैन दाइ, तिमीलाई कन्ट्रिब्युसन होइन? हामीले पारेको एकैछिन तँलाई तानेको पनि छैन सुन मैले कति हेर गर्छु के गर्छु एकैछिन 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 ए एकैछिन कोही नबोल न म बोल्छु कि योसँग ओए बिउ ल, ल। मेरो कुरा सुन हजुर त्यसलाई रबिनलाई यता लिएर आइज होइन तँलाई कसैमा कहीँ कन्ट्रिब्युसन तानेको होइन त उसँग जुडेर गेम खेल्दैछस् भनेर यहाँ हामीले हेरेको थिएँ यता बोला रबिनलाई ए नवीन रोबिन। त्यो फोटो बन्द गर त। रबिनले के गर्नु पर्यो दाइ त्यहाँ आएर केही छाड केही यहाँ आएर छाडा हामी बोल्दैन, ए, यस्तो गर्यो, यो सुन कोही बोल्दैन। रबिनले के गर्छ दिदी बहिनी नङ्गाउने काम गर्यो टिकटकमा लमल ठाउँ छाडा खाली लाइभ गरे चलायो। रुबीको लागि ठाउँ खाली राखे दिदी बहिनीको लागि यस्तो छाडा लाइभ चलाउनु भएन बन्द गर्न पर्यो अति भयो रुबिन टिकटकमा आउनु नङ्गाउने पर्यो काम गर्दै फेस्टिभल रुबिन आउनु पर्यो ल गर्नु लसुन दाइ तपाईँ रोबिन लसुन दाइ हजुर रोम्नु त ल क्याटिनको फोटो पनि राख न केटा क्याटिङ होइन फोटो कोस्टमा होइन कोस्टमा नि डुइटमा होइन पोस्टमा होइन यहाँ आउनु पर्यो गेस्टमा के गरौँ त मैले यति गाह्रो गरिरहेको छु तिमीलाई गेस्टमा ओए बिउ हामी त यसरी गेस्टमा आउनु लागि म पर्यो यति हाम्रो क्याटिङको भिवर्सको फोटो सुन्नु पर्यो क्याटिङको राख अब क्याटिङको पोस्टमा बोल्ने रोबिन मान्छे गइसक्यो होइन। दाइ अब म कसरी जोडाउँछु दाइ ओए वाद द कल गर, तँसँग नम्बर राख छ। त गइसक्यो दाइ तँसँग नम्बर छ। स्टप छ पक्का तँसँग त्यही त नम्बर छ बिउ कल हेर गर तिमी कन्ट्रोभर्सी यहाँ पढ्नु छैन भनेपछि तिमी चुप लाएर बस न मलाई नपराउनु दाइ मलाई केही ल ल बिउ हामीले तिमीलाई पराएको मेरो होइन नाम तिमीले दिएको खालि तर अघि कमेन्ट मिलाउँछौ दिएको भनेर क्या सुनेको तिनीहरूले त्यसपछि के भनेर आएको दाइ म होइन तिम्रो नाम दिएको छैन तिम्रो नाम दिएको छैन बिउ अहिले दाइ मान्छे नि यहाँ सबैलाई क्याटिङको नाम दिएछ क्याटिन र अनि रबिनको डेडमेन दाइ एकछिन ओए बिउ खुरुकन गएर रबिनलाई बोलाएर लिएर चाहिँ अरू कुरा यहाँ थाहा छ नि यहाँको गर्ने होइन तुरुन्त राइट नाउ कस्तो मैले सुन बोलाएर बिउ। ल्याइदिनु बोलाएर आउने मान्छेहरू दाइ उसको बुने, लाइफ सुन्ने मेरो कुरा। अहिले कसले- रोबिनलाई किन गेम खेलिरहेको मेरो कुरा सुन्ने कि नसुन्ने ब्याडमिन्टन दाइ मैले के भने गइसक्यो रोबिन मेरो बाटो भन्दैछु मेरो लाइफमा कल गर भनेको हेर्नु तँसँग नम्बर छ त्यसको नम्बर छ तँसँग कसको नम्बर त छ रोबिनको। साथीहरू हो नम्बर त भइहाल्छ कल गर रबिनलाई बोलाउन ए के अरे बिउ कल गर, रबिनलाई लाउड स्पिकर गर यहाँ। यहाँ लिएर आउनु पर्यो हामीले केही पनि होइन डिमान्ड भने त्यसको छैन नानी र बुढीलाई राख्छु म फेरि रबिनको त्यसो डिमान्ड नगर्नु भनेको न दाइ प्लिज दाइ चाहिँ छाडा लाइभ चाहिँ बन्द गर्नु पर्यो कल गर छाडा लाइभ कल चलाउने गर दिदी बहिनी नङ्गाउने काम बन्द यहाँ हामी यहाँ झगडा गर्ने आएको होइन हेर भ्यू हामी झगडा गर्ने आएको होइन हामीलाई यो समाज मन परेन समाज फेर्ने हो राइट
ए यो ए बिउ गलत भइरहेछ तिमी हेपी हैन बिउ गेम खेलोस् न हामीले रोकेको छैन उसले घर गेम बनायो खेलोस्, गाडी किन्यो लाइभ चलाओस्, हामीलाई मतलब प्लेन छैन किन्न के? लागेको छ, हामीलाई मतलब छैन छाडा लाइभ उसले नचलाओस् के? दिदी बहिनीलाई अति भयो। मगाउने अन्डा फोन सुन, यो अन्डा चाहिन्छ गरिब दुखीलाई दान अन्डा गर्दाखेरि के हुन्छ अन्डा फुटा बेसर पानी नुन पानी यो पानी हाल पनिसमेन्ट सावर गर न नर्मल कोलगेट गर सेम्पू पानीले नहोला के पराभित्र पानी हाल्नु अनि दाइ एउटा कुरा के डेढ दाइ प्लिज यार अब मैले रिक्वेस्ट भर्खर जन्मेको छोरा चाहिँ त्यस्तो गर्नु हुनु दाइ पाप लाग्छ दाइ यार प्लिज दाइ बहिनीलाई कि बहिनी मान्छ पेन्टीको टोपी लगा भन्ने अनि त्यो पाप लाग्दैन हामीले फोटो उठाउँदा पाप लाग्छ भनेको छ दाइ सबै आएको छ प्रुफ के तेरो फराक लिएर आइज तेरो फराक उचाल भनिरहेछ त्यसलाई तेरो लिएर फराक उचाल भनिरहेछ घरि के भन्छ तेरो बजार बडा निचे गर भन्छ पुलिस पकड्ने हेर्छबाट कुर्ता मान्छे कतिवटा भन्छ गिफ्टहरू घटिसक्यो त्यसलाई थाहा छ त्यसलाई कतिवटा गिफ्टरले बाइकआउट गरिसक्यो त्यसलाई थाहा छ दाइ त्यो आओस् लिएर आइज आएर चाहिँ सरी होइन यस्तो कामहरू गर्दिनँ म राम्रो लाइफ चलाउँछु भन्नुहोस् होइन उसको पुरानो कन्टिन्यूमा आउन रुबिनको हामी पहिलाको रूप हेर्न जान्छु के अहिलेको रूप होइन हिजोको दिन एउटै किचनमा सुत्ने एउटै किचनमा लाइभ चलाउने मान्छे अहिले कसरी चेन्ज भयो बेउ बहिनी यो हजुर दाइ। ठुलो पर्दाको लास्टको बारेमा नि के भनिदेऊ त के विचार छ यो ठुलो दाइ पर्दाको म यो केटीको बारेमा यसको थोप्रै हेर्नु छैन मलाई केही मतलब छैन होइन यो क्याटिन त होइन यो भालुको बारेमा यसको मलाई केही पनि मतलब छैन यसको थोप्रै हेर्नु छैन मलाई कसै कन्ट्रोलमा फस्नु छैन तर बिचारा भर्खर फ्यामिली जन्मिरहेको छ दाइ त्यही भएर बिचारा छोरा छ होइन कुरा मिलाउनु न दाइ होइन तँ कल गर न तँ कल गर तैँले कल गर्दाखेरि आएन भने म राखिदिन्छु एकछिन ल म कल डेढमेन्दा एकछिन बेउ एकछिन के रे बिउ सुन त जेबिदा यहाँ मेरो कुरा सुन्नु जेबिदा मेरो कुरा सुन्नु ल अब हामीले भनेको 100% नै उसले चाहिँ मान्न सक्दैन होला ल हामी कति पर्सेन्ट चाहिँ घट्दिने उसले कति पर्सेन्ट उसले चाहिँ कति पर्सेन्ट माग मान्नुपर्छ हाम्रो ल भन्नु दाइ ल दाइ म 100 को 100 मान्नुपर्छ कि ल भन्नु त होइन 100मा हामीलाई 75% चाहियो भाइ 75% चाहियो दाइ त्यस्तो बिचारा भर्खर छ जन्मेपछि नगर्दिनु दाइ प्लिज हम्बल रिक्वेस्ट बिउ ए होइन हामीलाई त्यही त ऊ आउनु पर्यो नि त यहाँ आउनु पर्यो फोन गरेर बोलाऊ यहाँ बोलाएपछि कुरा गलत हुन्छ नगर दाइ तपाईँ कस्तो कुरा गर्नु मैले बोलाएर बोल्दैन आउनु परेन कस्तो कुरा गर्नुहुन्छ कि भर्खर तपाईँ चुमा चाटी गरेर गेम खेलिरहेको बोरा लिएर नवीन भाइ बिउ तेरो त्यताको लाइभ बन्द गरेर कल गर रुबिन लसुनको लाइभमा जानु पर्यो अरे होइन भने ल दाइ छोरा र म बुढीको यति फोटो उठाउँछ भनिदिन्छु भने अनि म आफ्नो लाइफ कन्टिन्यू गर्छु ल म गएँ ल आएन भने हाम्रो कार्यक्रम चालु हुन्छ ठिक छ ए बिउ सुन त बिउ दाइ अनि यो क्याटिनको बारेमा बहिनीसित भिसी काण्ड छ दाइ त्यसलाई के भन्छ मलाई थर्ड क्लासको जेबी ब्रो बिउलाई केही नगर्नु रुबिन आउँछ रुबिन सँग कुरा गर्नु अनि उसको भर्खर चाहिँ जन्मिरहेको छ दाइ केही नगरिदिनु अहिले यहाँ डिस्टेन्स गरेर फाइदा छैन कि त्यो आउँछ न मेन प्लिज नगरिदिनु ओके जाऊ दाइ मैले के भन्दै सुन्नु मेरो कुरा मलाई अरूको तिमीलाई बिचमा लिएको छैन हामीले होइन तिमी जाऊ कि रबिनलाई बोलाऊ यता बस सुन्नु न म गएँ म भनिदिन्छु रोबिन मेरो साथी बिचरा भर्खर छोरा जन्मेको नगरिदिनु हाम्रो रिक्वेस्ट त होइन रबिनलाई हामीले केही भन्दैनौँ के रबिनलाई हामीले केही भन्दैनौँ केही भन्दैन हामी गाली गलोज दिँदैन हेर बिउ हामी गाली गलोज दिँदैन हामीलाई खालि के चाहिएको राम्रो लाइफ चलाउनु जोलाबाई त्यसलाई यो पनिसमेन्ट नदिनु किन भन्दाखेरि विकृति हामी नेपाली समाजमा विकृति फैलाउने बसेको होइन सुधार हुनु पर्यो भनेर हाम्रो खालि माग हो ल हामी फोटो नै हटाइदिन्छौँ ल फोटो पनि अहिले रबिनको हटाइदिन्छौँ ल फोटो हटाइदिनु दाइ मलाई म कल क्याटिनको फोटो फोटो नै हटाइदिनु ल क्याटिनको यस्तो होइन राम्रो फोटो होइन कि नराम्रो फोटो के कहाँ छ यो त भाइरल पो हुन्छ यो त अघि मरेको लास मरेको लास के रे रिपोर्ट हान्दैछ दाइ मरेको लास्टमा रिपोर्ट हान्दैछ नजा यहाँबाट अरूमा यहीँ बस कल हान्दैछ ल ल गएँ म दाइ ल म कल गर्दैछु ओए कल गरेर लाउड स्पिकरमा सुना भनेको यहाँ कस्तो सुना दाइ जबरजस्ती नगर्नु है मैले भनिदिएको छु है म जस्ट तपाईँहरूलाई भन्न आएको कि यो नगर्नु त्यो नगर्नु भनेर डेडमेन दाइ छोड्दिनु उ चाहिँ मिडिएटर गर्न खोजेको हो उसले चाहिँ मेरो यो फोनमा चाहिँ यो फोनमा मेरो केही पनि छैन ल के रे ओके फोन गर्नु बस दाइ हेर्छ त्यति ल गयो दाइ तिमीले मेरो अर्को फोन ल लाग्यो मोनिटर ठुलोमा राख्नु न मलाई ए नवीन ठुलोमा त जाऊ नवीन मुखमा मुद्देऊ एकछिन मुखमा मुद्देऊ त दाइ जान्छ यार मुत्नु ठुलोमा राख्नु न त यार के गरेको ठुलोमै छौ तिमी ठुलोमै छौ ठुलोमै छ तिम्रो नेट सोलो होला पुरै लत्तले हानिरहेको छ त नि क्याटिनको टाउकोमा
यो खाते होला सबै जेल हाल्नु पर्छ जेल हाल्नु के हाल्नु किन जेल हाल्नु जेल हामीले कति नराम्रो काम गरेर तेरा पाउ भनेको भिआइपी हो हेर तेन्द्र पुनले ताने तेन्द्र पुनले जडियालाई यो भ्यू पनि ए माथि आऊ तेजेन्द्र पद माथि आऊ तेजेन्द्र पद माथि आऊ मेरो 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 मोन्टरी देखाएको छैन म तल झरेर आउँछु ल ल ल ल फाल त कसैले गाली गर्दैन कसैले गाली गर्दैन गाली